कविताको शीर्षक छ मेरो कोपिलामा लीलाको कुरा छाडौँ। कोपिलामा लीलाको कुरा छाडौँ, फक्मदै गरेको यौवनसँग न त मस्त अति उन्मत्त आँखाका पनि पुरै छाडौँ। कल्पनाको संसारमा सुसाइरहेका प्रेमी झर्नाभित्र, कल्पनाको संसारमा सुसाइरहेका प्रेमी झर्नाभित्र खेलिरहेका चखेवा जोडीले साँचेको सपना अनदेखा भएका कुरा पनि छन्। जीवनका घुम्तीहरूमा भेटिएका मिठास पलहरू पुल्टो कसेर लक्ष्य चुम्न कक्ष छाडेका यात्रीहरू, नेपथ्यबाट मुटु छाम्ने हातहरू, शुभचिन्तकको परिचय पत्र बनेर जुनकिरीसँगै मिसिएका कुरा पनि छन्। आँखाको भाकाले गुलाबसँग गीत लगाइदिनेहरू, आँखाका भाकाले गुलाबसँग गीत लगाइदिनेहरू, आँखै छलेर गुलाबी ओठ चुमेर क्षितिज भई दूर दराजबाट हर पल मनलाई सुनिरहेको कुरा पनि छाडौँ। देउरालीले सोधेकै हो, देवीले बुझेकै हो, तिमीले थापेको आशाका झलीहरू, भाग्य लेख्नेको मनोमानीले पो लेखेकैसँग जिन्दगी जोडिने रहेछ। भाग्य लेख्नेको मनोमानीले पो लेखेकैसँग जिन्दगी जोडिने रहेछ। नत्र जुनले पनि मन नपराएको कहाँ हो र। धन्यवाद।